Look at those eyes. Those eyes look so beautiful. Because you can see yourself in it. Yeah, she's our photographer, blogger, videographer. About blog ko photographer, I mean videographer, everything. He is the worst photographers you can have. No, there is one. But उहाँको मैले यसमा ट्राई गरेको छैन, so I don't know, no experience. But he never clicks one. यस्तो राम्रो दिदीलाई नराम्रो कसरी निकाल्न सक्नुहुन्छ? टर्न साउन्ड Really? You are saying that? के भन्नुभयो? हाम्रो भेना दिदीको श्रीमानजीलाई पकाइसक्यो। त्यही भएर अर्कोचोटिदेखि यो बच्चाहरूसँग म जाँदिनँ कहीँ पनि, म घरमै बस्छु भनेर भन्नुहुन्छ भने हामीलाई लाइरह। यस हामी बस कुर्दैछौँ नास्ता खान जानको लागि। Oh, it's a new day, new fit check. यो मेरो दुईचोटि लगाएको प्यान्ट हो, यो मेरो तीनचोटि लगाएको टी सर्ट हो। सो यो हाम्रो दसैँको कपडा। दसैँको कपडा हजुरको त झन् दसैँमा मात्रै कपडा किन्नुहुन्छ है? पुस्तक त्यसपछि हामीसँग आउँछन् तिनवटा नमुना जो पछाडिबाट हेर्दाखेरि सधैँ एउटा देखिन्छन्, किनभने उनीहरूको जकेट र पेन्ट एउटै हुन्छ, चेन्ज हुन्छ टी सर्ट मात्रै हो। त्यो पनि जकेटको चेन लाउँछन्। उहाँको पेन्ट कति केयर गर्नुहुन्छ? बोल्न पर्छ। हाम्रो ट्रिपको बेस्ट कपल काम छैन कपाल हो तिम्रो त्यो के अरे यो मान्छे त जहिले अगाडि हिँड्छ तपाईँ सब जहिले पछाडि हुन्छ आरु क्याची पनि कपाल ला वाह Wow, it looks so tasty. मलाई जाडो भएर यस्तरी टोपी लगाएर हामी चाहिँ टिकट काट्नु हामी चाहिँ रेलको सवारी गर्दैछौँ। यहाँ छौँ हामी। मलाई जस्तो जाडो कसैलाई हुन्न है, म चाहिँ टोपी लगाएर हिँड्छु। हेलो बट्ट हेलो बट्ट खै त हेर्नु त कस्तो राम्रो देख्छ। हेलो 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 हाम्रो ट्रिप एकदम रमाइलो हुँदैछ। के सफा भाँडा माझेको देखाउनको लागि जहाँ गए पनि भाँडा माग्ने मान्छे यही हो। हाम्रो डिसवासर सँगै लिएर आयौँ हामीले। हाउ रिच हो यार। यहाँ हुनुहुन्छ बारटेन्डर, उहाँ हुनुहुन्छ डिसवासर, अनि म चाहिँ छु यसो खन्चुवा मान्छे प्रिङ्गल लिएर। यता चाहिँ फेरि छुट्टै दुनियाँ छ। उता एउटाले बारटेन्डरको काम गर्दै अनि एउटाले डिसवासरको काम गर्दै। यहाँ के हुँदैछ त? जहाँ गए पनि ल्यापटप नछोड्ने मान्छे चाहिँ यता। एन्ड हियर आई एम Pretty and always cute. आज फेरि नयाँ तास
हो अनि उहाँ चाहिँ फेरि तासको किङ हो के अरे तिम्रो किङ चाहिँ होइन म तासको चाहिँ हो भन्नु न। तासको चाहिँ होइन ल मेरो चाहिँ हो खै हेरौँ त किङको फेस जोकर वो मांगे जोकर बिहा हाबी। हाम्रो दिदी भनेको वान अफ दी तपाईँहरूलाई केही स्किनको बारेमा पनि के भन्छ क्वेसन्स मेकअपको स्किन केयरको बारेमा जान्नु मन छ भने मेरो सब्स्क्राइब गर्नुस् च्यानललाई सब्स्क्राइब गर्नु होला सी इज लाइक सी हेज भेरी 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 प्रिटी स्किन बिकज टेक केयर अफ इट भेरी 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 सिरियसली सानो ब्याकप्याक मात्रै अलाउ थियो त्यही पनि मैले छुटाएन मेकअप रिमुभर टोनर सनस्क्रिन मोइस्चराइजर प्राइमर मेरो चाहिँ मेकअप भन्दा बढी फोकस स्किन केयरमै हुन्छ ताकि मेरो पिम्पल कन्ट्रोल होस् उहाँको स्किन तर त्यो लगाएर कन्ट्रोल हुँदैन ल खानेकुरा पनि बार्नुपर्छ त्यसको लागि त्यो कुरा चाहिँ तिमीले कहिले लागु गर्दैनौ त्यही भएर तिम्रो पिम्पल कहिले पनि बिर्से हुँदैन वाट अबाउट यु यो आई डोन्ट केयर अबाउट दिस तिमी कति रे 32 हजुर म 38 वर्ष भएँ अनि हजुर 40 म त 28 ऊ चाहिँ को हो भन्दाखेरि मैले कलेजमा जब मलाई कुनै होमवर्क असाइनमेन्ट आउँछ नि अनि राजीव यो कसरी गर्ने राजीव यो के मैले उसको मेसेज हेर्नु भने सबै त्यही मात्रै होला क्या राजीव यो कसरी हो मलाई यो चाहियो राजीव नि दन पर्छ राजीव भन्यो भने पक्कै दिललाई केही चाहियो के सोध्नु यो चाहिँ मान्छेलाई भ्रम गर्ने आइडिया हो है कलरफुल ल्याएर अनि लास्टमा चाहिँ पहिल्यैदेखि लुकाएर राख्ने बाँडेको यो अनि हामीले के फाल्ने त फेरि मैले यो फालेँ भने अनि यसरी खेलेको भन्नु त ल ल दिदी खेल्नु तपाईँको तल तर उ लिएर आउनु पहिला के पानी लिएर आउनु एक बोतल प्लिज यहाँ दा होइन छ अर्को बोतल लिएर आउनु पानी चाहिन्छ कि टल्ने अर्को बोतल धेरै र मलाई भेनालाई दिनुपर्छ भेनालाई दिनुपर्छ भेनाको लेमन भन्दा मिठो दाइको छ दाइको हो त्यो होइन हिमालयको ए तिमीले नि सक्यौ दादा सक्यो यहाँ हाइक कसको मेरो पाला आयो छैन ल खेल ल है बिना 4 त्यहाँ 12 होइन ए 4 8 2 3 4 5 520 ल थ्याङ्क यू बिना के भयो किन काट्यो एउटा फाल्छौ अनि उता गएर थप्नुहुन्छ तिमी अर्को फाल्छ उता गएर थप्नु अलिक एक्साइटिङ होला भनेकोले एउटा फालेर त हजुरले आउँछ हामीले सोच्दैन Guy is master in blunder. दाइले पिएचडी गर्दै हो के ब्लन्डर ओ माय गॉड अ त है मैले राख्नु पर्ने थियो के हैन तपाईले राख्नु भयो ल बेबी खायो खेल्यो खायो खेल्यो ओए किन हो त्यो म हजुर के भन्नु भयो मेरो पालो ब्लग ब्लग के भयो खेलैमा वाउ आज हाम्रो सुसी पार्टी
हेर तपाईँको कप यो अर्को किन दुईटा एउटा थम्नु भने त्यसमा